हेलो गाइस, हेर्न सक्नुहुन्छ आज हाम्रो सागबारी सागबारी हेर्न सक्नुहुन्छ। यो हेर्नुहोस् गाइस, हाम्रो यो बारी हो, सब्जी बारी। यसमै साग लगाएका छौँ, हेर्न सक्नुहुन्छ। सानैमा फुलेको छ यो पालि साग, र अझै अलिकति लगाएका थियौँ। यता हेर्न सक्नुहुन्छ, चिना साग भन्छन् यसलाई। यो चाहिँ खाएर सकिएर यति मात्रै छ। यता हेर्न सक्नुहुन्छ, यो चाहिँ पुरा मजाले भएको थियो, झ्यापझ्याप भएको थियो। अनि यो चाहिँ खायौँ। यो खाइसकेर त्यहाँबाट यो पुली लिएर आउनुभएको थियो मम्मीले। यो रोपेर हेर्न सक्नुहुन्छ गाइस, कति कलकलाउँदो, तर फुलेको छ। फुले पनि कलिलै छ, हेर्न सक्नुहुन्छ। अब म आज यसलाई टिप्छु। टिपेर यही आज हाम्रो लन्च हुन्छ। देख्न यहाँ हेर्न सक्नुहुन्छ। यो साग भएको लागि यति नै खुसी लागेछ गाइस, के भन्नुहुन्छ। अब नयाँ नौलो साग खाँदैछौँ हामी। हेर्न सक्नुहुन्छ। र यसमा यो बस्तामा हेर्न सक्नुहुन्छ, यहाँ खोर्सानीको पुली रोपेकी छु। कति राम्रो भएछ हेर्न सक्नुहुन्छ। यो फुल हो, यो हेर्नु, यो अझै हेर्नु, हाम्रो यो फुल कति राम्रो। र यो गुलाब छ, यो पनि एउटा टापमा रोपेकी छु मैले, बाल्टिनमा। र यो चाहिँ बोरामा रोपेकी छु खोर्सानी र एउटा फुल गाछ। र उता हेर्न सक्नुहुन्छ, उता पनि फुल छ, त्यो टमाटर छ, त्यो टमाटर फलिरहेछ। सो हाम्रो यति नै हो, जग्गा पनि छैन रोप्ने। यता हेर्न सक्नुहुन्छ, यो साइडतिर चाहिँ तुलसी मठ छ। र यो यति पछाडि यति यो बिल्डिङ छ। र उता बिल्डिङदेखि चाहिँ केही छैन गाइस, खाली माटो भनेपछि यति नै हो कि हाम्रो आँगन यति नै छ। हेर्न सक्नुहुन्छ। भिडियो कस्तो के लाग्यो, हाम्रो सागबारी कस्तो के लाग्यो भन्नु होला, कमेन्ट गर्नु होला कस्तो लाग्यो हाम्रो सागबारी। ल त हुन्छ गाइस, मैले राखेँ। अब भेटौँला नेक्स्ट भिडियोमा। बाई।